can it be that you're here with me? Let's start writing our own history. Let's take this road, oh, this winding, winding road. Let's just take the long way home. Hello, mic testing 1 2 3. Hello. Hi everyone, I am Hari Gajrel. आज मसँग छ Royal Enfield Meteor 350 updated version, which is recently launched by Alpha Automotives here in Nepal. आजको यस भिडियोमा हामी यो अपडेटेड Meteor 350 मा के फिचरहरु थपिएर आएको छ र यसको परफर्मेन्स कस्तो छ, के यो भ्यालु फर मनी मोटरसाइकल हो, इज दिस द बेस्ट बाइक इन द सेगमेन्ट भन्ने बारेमा कुरा गर्छौं। फर्स्टमा हामी क्रुजर मोटरसाइकलको बारेमा थोरै बुझौं है त। क्रुजर मोटरसाइकल भन्ने बित्तिकै सिटिङ पोस्चर एकदमै सजिलो हुनु पर्यो र सीट हाइट चाहिँ एकदमै लो हुनु पर्यो। जस्तो हामी हेरौं त्यसमा लेगको पोजिसन चाहिँ एकदमै अगाडि हुन्छ, जसले गर्दा राइड गर्दाखेरि चाहिँ हामीलाई एकदमै आरामदायी हुन्छ, घुँडाहरू दुख्ने प्रब्लम हुँदैन। सो राइडिङ पोस्चर थोरै अपराइट हुनु पर्यो र जस्तो कि यो बाइकमा छ। सो नेपालमा चाहिँ यो क्रुजर सेगमेन्टमा धेरै अप्सन छैन। यस्तो टाइममा अल्फा अटोमोटिभ्सले यो बाइकलाई अझ सुरक्षित बनाएर ल्याएको छ। यसले चाहिँ नेपालीलाई चाहिँ एउटा बेस्ट छनौट दिन सक्छ। अब हामी फर्स्टमा यो मोटरसाइकल डिजाइनको बारेमा कुरा गरौँ। रोयल इनफिल्ड इज नोन फर रेट्रो बाइक। यो बाइक पनि रेट्रो डिजाइनमै छ र यसमा मोडर्न फिचरहरू एकदमै थप भएर आएको छ। जस्तो कि हामी अगाडि हेर्न सक्छौँ, यसमा एलइडी सेटअप, अल एलइडी सेटअप छ, राउन्ड एलइडी हेडल्याम्प र इन्डिकेटर पनि एलइडीमै आउँछ। यसमा फ्रन्टमै अरू कुरा गर्नु पर्दाखेरि हामीले रोयल इनफिल्ड धेरै जस्तो बाइकमा चाहिँ हामीले स्पोक वायर देख्थ्यौँ भने यसमा चाहिँ अलवे व्हील पाउन सकिन्छ। यसमा भाइब्रीको ब्रेकिङ सेटअप छ भने डबल च्यानल एबीएस सहित अझै सुरक्षित भएर आएको छ। रोयल इनफिल्ड एउटा लिगेसी बोकेको ब्रान्ड हो। यसको मेकिङ क्वालिटीको हामीले कुरा गर्नै पर्दैन। हामी देख्न सक्छौँ यसको प्रिमियम मेकिङ क्वालिटी र यो अल मेटलबाट बनेको बाइक छ। र यसको हामीले मेजर अपडेटको कुरा गर्नु पर्दाखेरि हामीले यसमा स्लिपर क्लच पाउँछौँ। यो चाहिँ अहिले म राइडको पर्फर्मेन्स कस्तो छ त्यो बेलामा भन्नेछु। र यसको अर्को मेजर अपडेट भनेको यसको इन्जिन हो। यसमा जे सिरिजको 350cc रिनाउन्ड इन्जिन आउँछ र यसले 20 PS पावर र 27 Nm टर्क जेनेरेट गर्छ, विच इज क्रुज बाइकको लागि चाहिँ एकदमै दामी नै हो। र यसको इन्जिन चाहिँ BS6 इन्जिनमा आएको छ, जसले चाहिँ एकदमै कम पोल्युसन गर्छ। अब हामी यसको भेरिएन्ट र कलर अप्सनको बारेमा कुरा गरौँ। यो 3 भेरिएन्टमा नेपालमा उपलब्ध छ, फायरवेल, स्टेलर र सुपरनोभा। र यसमा तपाईँको 8 वटा भन्दा धेरै कलर अप्सन कम्पनीले उपलब्ध गराएको छ। प्राइसको कुरा गर्नु पर्दाखेरि यसको स्टार्टिङ प्राइस 5,77,000, मिड रेन्जको प्राइस 5,87,000 र टप भेरिएन्टको प्राइस 5,97,000 छ। सो हामी सबैलाई थाहा नै छ 150cc बाइकको प्राइस नै अहिले 3 लाख भन्दा माथि पुगिसकेको छ। सो यो अपडेटेड फिचर सहित आएको BS6 इन्जिनमा आएको यो बाइकको प्राइस 5,97,000, टप भेरिएन्टको प्राइस चाहिँ मेरो ओपिनियनमा चाहिँ एकदमै राम्रो लाग्यो। यो त भयो यो बाइकमा के फिचर छन् भन्ने कुरा। अब हामी यो बाइकलाई राइड गरेर हेर्छौँ र यसको राइडिङ एक्सपिरियन्स कस्तो हुन्छ त्यो सेयर गर्छौँ। सो अब यो बाइकको राइडिङ एक्सपिरियन्सको बारेमा कुरा गरौँ र हामी अहिले सेमी अफरोडमा चलाइरहेको छु। थोरै अहिले पिच पनि छ, बाटोमा आधी अफरोड पनि छ। सो यो बाइकको सस्पेन्सनको कुरा गरौँ। सुरुमा फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन नै आउँछ र रियरमा चाहिँ ट्विन सक छ र रियरको चाहिँ 6 स्टेप एडजस्टेबल हो भने अगाडिको चाहिँ राम्रै ट्राभल सस्पेन्सन छ। अफरोडमा पनि यसले एकदमै स्मुथ राइडिङ एक्सपिरियन्स दिन्छ, त्यस्तो धेरै जर्क आउँदैन। सो अनि यसको ब्रेकिङको कुरा गर्नु पर्दाखेरि यसमा डबल च्यानल एबीएस भएर आएको छ। पिलियन पनि बस्दाखेरि चाहिँ यसको ब्रेकिङ अझै राम्रो छ सिङ्गलभन्दा, एकदमै बाइटी छ। डबल बस्दाखेरि चाहिँ सिङ्गलमा पनि इट्स भेरी गुड है। अनि त्यसपछि अर्को यसको राइडिङ एक्सपिरियन्सकै कुरा गर्नु पर्दाखेरि थोरै अपराइट ह्यान्डल बार छ र लेग चाहिँ फ्रन्टमा जान्छ भनेपछि क्रुजर बाइकको यो एउटा विशेषता नै हो। एकदमै आरामदायी राइड गर्न सकिन्छ। यसमा चाहिँ थकान महसुस एकदमै कम हुन्छ यो बाइक राइड गर्दाखेरि। र यसमा स्लिपर क्लच दिएको छ। यसले चाहिँ सिटी राइड र अफरोड राइडमा होस् या क्रुज गर्दाखेरि पनि एकदमै इजी तपाईँको सिङ्गल फिङ्गरले चाहिँ यसको गियर सिफ्ट गर्न सकिन्छ क्या। यसले चाहिँ हाम्रो हातमा त्यति धेरै हातमा थकाइ महसुस हुँदैन। सो स्लिपर क्लचले एकदमै आरामदायी कम्फर्टेबल राइडिङ दिन्छ भने यसको मेजर अपडेट यसको इन्जिन BS6 भएर आएको छ। यसले एकदमै राम्रो माइलेज पनि दिन्छ BS6 भएको कारणले गर्दाखेरि र पोल्युसन पनि एकदमै कम गर्छ। र यसको अर्को बेनिफिट्स भनेको एकदम रेट्रो डिजाइनमा भएर पनि यसले फिल चाहिँ तपाईँलाई एकदम मोडर्न फिल दिन्छ र सधैँ चाहिँ रोयल इनफिल्डको थम्प साउन्ड सधैँ छ।
यो चाहिँ एउटा थेरापी नै फिल हुन्छ। सो जुन प्राइस रेन्जमा यो बाइक नेपालमा आएको छ 5,77,000 स्टार्टिङ प्राइस छ र यो सेगमेन्टमा चाहिँ मलाई लाग्छ यो बाइक एकदम बेस्ट नै हो र यसमा खासमा नेपालमा धेरै क्रुजरमा छनौट पनि छैन। जसलाई एकदमै कम्फर्टेबल राइड आरामदायी राइड चाहिएको छ, जसलाई बडीहरू पेन हुने समस्या छ, बाइक राइड गर्दाखेरि ब्याक पेन हुने, नी पेनहरू हुने होइन, त्यस्तो मान्छेहरूलाई चाहिँ यो बाइक एकदमै बेस्ट छ र यसको वेट चाहिँ अलिकति बढी नै हुन्छ तर पनि चलाउँदाखेरि चाहिँ त्यो फिल हुँदैन। म्यानुभर गर्नु त्यति गाह्रो छैन, ह्यान्डलिङहरू पनि एकदमै इजी छ। मलाई चाहिँ यो बाइक यो सेगमेन्टमा यो प्राइस रेन्जमा एकदमै बेस्ट लाग्यो। तपाईँहरू पनि यो बाइक रोयल इनफिल्डको कुनै पनि सोरुममा गएर टच एन्ड फिल गर्न सक्नुहुन्छ।